तपाईँहरू उत्पलामा हाम्रो एकाडेमीमा आयो भने 160 आवरको कोर्स र 390 आवर कोर्स पाउनुहुन्छ, जसमा चाहिँ तपाईँले कफी नलेज एन्ड फाउन्डेसन फर्स्टमा बिन्स प्रोडक्सनदेखि सबै एउटा क्याफेमा बिन्स जान्जेलसम्मको रोस्टिङको सबै पार्ट त्यसमा आउँछ। टेक्निकल एक्सप्रेसो एन्ड ग्राइन्डिङ स्किल छ 2मा। त्यसपछि बेभरेज प्रिपरेसन और मेनु बिल्डिङ भनेर छ, त्यसमा चाहिँ तपाईँको हट एन्ड कोल्ड बेभरेज कसरी प्रिपेयर गर्ने के गर्ने भन्ने कुरा छ। लाटे आर्टदेखि सबै कुराहरू त्यसमै आउँछ। मेन्टेनेन्स हाइजिन एन्ड सेफ्टी भन्ने छ। अब त्यो टपिकमा चाहिँ हामीले हाइजिन एन्ड सेफ्टी कसरी मेन्टेन गर्न सकिन्छ एउटा मेसिनरीको पनि पार्टमा पनि अनि अर्को स्टाफको पार्टमा पनि। अन टप अफ द्याट त्यो मात्रै होइन, त्यो त सिटिपिटीले चाहिँ तोकेको कोर्स भयो। त्यो बाहेकको चाहिँ हामीले चाहिँ आर्ट अफ अपसेलिङ, सिभी कसरी बनाउने, अर्गनाइजेसन बिहेभियर कस्तो हुनुपर्छ, सानो सानो अपस्किलिङ गर्ने तपाईँहरूलाई सबै कुराहरू सिकाउँछु। सो तपाईँहरू आइदिनुहोस्, अनि एकचोटि हामीलाई पनि सेवाको मौका दिइदिनुहोस् उत्पलालाई।